यति बेला पार्कनिरै आइसकेका छौँ है। के छ कमल सर तपाईँको हालखबर ठिक छ नि? आज म पहिलोचोटि मिनी ब्लगमा आउँदैछु है। तपाईँहरूलाई सबैलाई सुझाव सल्लाह सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला है। यति बेला हामी पानी लिएर जाँदैछौँ है, गर्मी लास्टै छ है। यस्तै छ हौ, यस्तै छ र टाढा छ, आफ्नो म्याडम टाढा छ। यति बेला हामी हिँडिरहेछौँ है। ओके म लास्टमा आउँदैछु। हिरो साइकल यहाँ पनि लेखेको छ है, हिरो साइकल लुधियाना भनेर लेखेको छ। यो साइकलको नाम भारतनगर चोकमा पनि छ क्या। म्यानेजेड बाई हिरो साइकल। यति बेला हाम्रो कमल सर के कस्तो लागिरहेको छ भाइसित हिँड्दाखेरि? काम बवाल, बवाल भइरहेछ नि त। लाइफ इन्जोय। लाइफ इन्जोय। ओके थ्याङ्क यू। दामी छ। यति बेला लुधियानाको पन्जाबमा हुनुहुन्छ है। यति बेला लुधियानाको पन्जाबमा रघवाल पार्कमा हुनुहुन्छ। के कस्तो लागिरहेको छ हजुरलाई? नेपालदेखि आउनु भएको छ। म लुधियानामा पहिलोचोटि आएको, आज पहिलोचोटि घुम्न पनि आएको। यो मेरो भाइसँग आउनु भएको छ है। छुट्टी हो। पहिलोचोटि घुम्मै मनाइयो, दोस्रो छुट्टी दाइसँग घुम्न आयौँ। के कस्तो लागिरहेको छ भनिदिनु है। हेर्नु है कस्तो लागिरहेको छ हेर्नुहोस् त। रमाइलो छ। मिनी ब्लगमा म छु है, पहिलो चाहिँ ब्लग म बनाउँदैछु र युट्युब च्यानल सबकै म खोलेर हजुरहरूलाई म ब्लग हाल्नेछु। मेरो चाहिँ सपोर्ट छ, हजुरहरू पनि गर्नु होला। हस् धन्यवाद। हामी चाहिँ अब एक दुईवटा टिकटकहरू बनाउँछौँ, एक दुईवटा फोटोहरू खिच्छौँ अनि हामी चाहिँ यहाँ निक्लिन्छौँ। किनकि हामी तपाईँहरूमा उपस्थित भएको छौँ। कस्तो के कस्तो लाग्छ सुझाव सल्लाह सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला।